नेपाल क्रिकेट टिमका सबैभन्दा राम्रो प्लेयर सन्दीप लामेछाने बङ्गलादेशमा सुपर लिग खेल्न गएका 2 म्याच खेलेपछि तेस्रो म्याचमा चाहिँ टिम 11मा सन्दीपलाई राखेन। त्यसपछि नेपाल क्रिकेट फ्यानले यति गाली गरेका छन् कि लाइभमा मात्रै नभएर साथीहरू फेसबुक पेजमासम्म गएर गाली गरेका छन् र फेसबुक पेजबाट रिप्लाई पनि आएको छ, माफी मागेका छन्। हामीहरूले चाहिँ तेस्रो म्याचमा खेलाउन सकेनौँ सन्दीपलाई र नेक्स्ट टाइम चाहिँ अर्को जुन म्याच आउँछ त्यसमा चाहिँ हामीले सन्दीपलाई खेलाउनेछौँ भनेर भनेको छ। एकदमै यार यो त नर्मली कुरा हो कि हाम्रो पनि नेपालमा एनपिएल हुँदाखेरि चाहिँ हामीले चाहिँ विदेशी खेलाडीलाई राखेर टेबलमा राखेर चाहिँ हामीले नेपालको लोकल खेलाडीलाई खेलाएको थियो। त्यस्तै हो नि त, बङ्गलादेशमा पनि राम्रो राम्रो प्लेयरहरू पनि छन् लोकल। जुन प्लेयर सन्दीप लामेछानेको ठाउँमा आएको छ उसले चाहिँ 4 ओभर बलिङ गर्दाखेरि 4 विकेट लिएको छ र 13 रन मात्रै खर्चेको छ। यति खतरनाक बलर रहेछ, त्यही भएर सन्दीपलाई राखेर चाहिँ उसलाई चान्स दिएको रहेछ। यो नर्मली कुरा हो, हाम्रो नेपालमा पनि राख्छौँ र यो भनेको ठुलो कुरा होइन। सन्दीपको पर्फर्मेन्स एकदमै राम्रो छ बङ्गलादेशमा, अझै पनि राम्रो हुँदै जान्छ र सन्दीप लामेछानेले फेरि चान्स पाइहाल्छन्। तर नेपाल क्रिकेट फ्यानले लाइभमा गएर होइन अन्त गएर त्यो गाली गर्ने सराप्ने यस्तो फोरी बोलेका छन्, त्यो चाहिँ एकदमै गलत भयो क्या। नेपाल क्रिकेट फ्यान भनेपछि दुनियाँले चिनिराखेको छ, कसैको लाइभमा गएर कसैको कन्ट्रीको बारेमा होइन कुनै लिगको बारेमा नभएर बङ्गलादेशलाई नै यति गाली गरेका छन् कि त्यो सोच्नु पनि सक्दैन कि त बङ्गलादेशको केही गल्ती छैन। जुन चाहिँ सन्दीपले खेलेको फ्रेन्चाइजी टिम थियो त्यसमा मालिक हुन्छ, त्यसमा कोच हुन्छ, त्यसमा प्लेयर हुन्छ, क्याप्टन हुन्छ, अब उनीहरूको कुरा हो नि त। बङ्गलादेशको त यसमा गल्ती छैन। बङ्गलादेशलाई गाली गर्ने साथीहरूलाई चाहिँ एकदमै यसो नगर्नु भन्न चाहन्छु, किनभनेदेखि देशलाई गाली गर्ने होइन नि त। आज मैले बाहिर विदेशमा गएर केही गल्ती गरेँ भनेदेखि नेपालले गल्ती गरौँ भन्न मिलेन नि त। मैले एकजना गल्ती गरेको कारणले सबै गलत त हुँदैन नि त। बङ्गलादेश प्रिमियर लिगमा सन्दीप लामेछानेको पर्फर्मेन्स एकदमै राम्रो त भन्न मिल्दैन, तर एकदम ठिकठाक छ कि। पहिलो म्याचमा 2 विकेट लिएका थिए, 38 रन खर्च्यो भने दोस्रोमा 1 विकेट मात्रै लिए र 35 रन खर्चिएका छन्। कुनै पनि राम्रो प्लेयरले जाने बित्तिकै 4-5 विकेट लिन्छ, राम्रो सेन्चुरी हान्छ, रन बनाउँछ भन्ने हुँदैन नि त। एक्जाम्पलको लागि एनपिएलमा फास्ट डुप्लेसी आएका थिए। फास्ट डुप्लेसीले नेपालमा पहिलो म्याचमा रनै बनाएन, दोस्रो म्याचमा ठिकठाक बनाएका थिए, तेस्रो म्याचमा फास्ट डुप्लेसीले रनै बनाएन। यसको मतलब फास्ट डुप्लेसी नराम्रो खेल्छन् भन्ने कुरा होइन नि त। फास्ट डुप्लेसी भने फास्ट डुप्लेसी हुन्, त्यसै गरी हाम्रो सन्दीप लामेछाने भने हाम्रो सन्दीप लामेछाने नेपालको टिममा हुनु भनेको हाम्रो लागि एकदमै ठुलो कुरा, गर्वको कुरा हो। बङ्गलादेश प्रिमियर लिगमा राम्रो पर्फर्मेन्स हुन सकेन, अब फेरि सन्दीपलाई चान्स दिइन्छ भने पनि सन्दीपलाई केही फरक पर्दैन, किनभने सन्दीप लामेछानेले योभन्दा पहिला पनि त बङ्गलादेशमा गएर प्रिमियर लिग खेलिसकेको नि, यो दोस्रोचोटि बङ्गलादेश गएका हुन्। त्यसै गरी अस्ट्रेलियामा गएर बिग ब्यास खेलिसकेका छन्, इन्डियामा गएर चाहिँ आइपिएल खेलिसकेका छन्। सन्दीपलाई केही पनि छैन कि आज राम्रो पर्फर्मेन्स हुन सकेन भोलि आउँछ नि त। अस्ति केही समय अगाडि मात्रै नेपाल क्रिकेट बोर्डले सन्दीपलाई बेन्चमा राखेको थियो नि त। त्यस्तै नै हो क्या, नर्मली कहिलेकाहीँ फर्ममा नआउने बित्तिकै चाहिँ अब यसले केही गर्न सक्दैन भनेर बेन्चमा राखिदिन्छन्, पछि राम्रो फर्ममा आएपछि उसै खेलिहाल्छन्। सन्दीपलाई क्रिकेट बोर्डले बेन्चमा राखेको थियो अस्ति भर्खर कुरा, तपाईँहरूलाई थाहै होला। त्यसै गरी बङ्गलादेशले पनि एउटा म्याचमा राख्यो र भर्खर जम्मा 3वटा म्याच भएका छन् सन्दीपको टिमको, अझै धेरै म्याचहरू बाँकी नै छन्। सन्दीपले चान्स पाउँछन् जहाँसम्म मलाई लाग्छ, पाउनु पनि पर्छ। सन्दीप एकदमै राम्रो प्लेयर हुन् क्या, त्यही भएर पाउँछन् सन्दीपले।